तपाईहरु सबैजनालाई यस युट्युब च्यानलमा स्वागत गर्न चाहन्छु। यदि तपाईहरु च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्नुहोला र तपाईहरु सबैजनालाई थाहा छ होला केही हप्ता अगाडि चाहिँ काठमाडौँ महानगरपालिकाका उपमेयर सुनिता डङ्गोलले एक सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्तिका कारण उनी निकै आलोचित भएकी थिइन्। खासमा के भनेको छ भन्दाखेरि त्यस कार्यक्रममा चाहिँ स्टन गरेर देश बन्दैन भनेर र धेरै उल्ले कुराहरू त्यहाँ चाहिँ एउटा इन्डाइरेक्ट रूपमा चाहिँ मेयर बालेन शाहलाई भनेको भनेर सबैजसो जनताहरूले चाहिँ मेयर बालेनलाई नै भनेको हो भनेर चाहिँ बुझेको छ र त्यस्तै गरी नै सामाजिक सञ्जालमा जताततै उनको विरोध समेत भएका थिए। यस विषयमा मेयर बालेनले आफ्नो तर्फबाट केही अभिव्यक्ति पनि अहिलेसम्म दिएको छैन। सुनिता डङ्गोल भनेको एउटा पार्टीको कार्यकर्ता हो, जुन चाहिँ एमाले जस्तो पार्टीको चाहिँ एक कार्यकर्ता हो। उनले चाहिँ अब एउटा स्वतन्त्र मेयर जस्तै अभिव्यक्ति दिन चाहिँ सक्दैन, किनभने उसलाई पार्टीका विभिन्न नेताहरूबाट चाहिँ थिचोमिचो गरेर राखेको हुन्छ। सुनिता डङ्गोल चाहिँ एउटा पार्टीको प्रतिनिधित्व गरेर आएको हुनाले उनले चाहिँ कहिले पनि एउटा समाजको लागि उनको फर्स्ट प्रायोरिटी भनेको चाहिँ आफ्नो पार्टीलाई कसरी फाइदा हुन्छ, के बोल्दाखेरि आफ्नो पार्टीलाई फाइदा हुन्छ भन्ने कुरालाई चाहिँ उसले फर्स्ट प्रायोरिटी दिएको हुन्छ। अब जनताले के भन्ला हैन, आफ्नो हितको लागि, आफ्नो समाजको हितको लागि भन्दा नि फर्स्टमा चाहिँ उनले आफ्नो पार्टीलाई के बोल्दाखेरि चाहिँ आफ्नो पार्टी पपुलर हुन्छ र आफ्नो पार्टीलाई चाहिँ के फाइदा हुन्छ भन्ने तरिकाले चाहिँ उनीहरूलाई बोल्न लगाएको हुन्छ माथिबाट। उनीहरूलाई त्यस्तै खालको आदेश हुन्छ र त्यस्तै खालको एउटा परिवेश पनि बनेको हुन्छ। उनीहरू एउटा पार्टीमा कार्यरत भएको मान्छेले अथवा पार्टीमा संलग्न भएको मान्छेले जहिले पनि पार्टी सभापतिको मन जितेकै हुनुपर्छ। एउटा पार्टीको कार्यकर्ता भएपछि आफ्नो पार्टीलाई कसरी फाइदा हुन्छ भन्ने कुरामा चाहिँ उनीहरूले ध्यान दिँदछ। सुरुमा आफ्नो पार्टीलाई राख्दछ र यदि उनले आफ्नो पार्टीको बारेमा राम्रो कुरा गर्यो भने उसले चाहिँ अध्यक्षको एउटा पार्टी सभापतिको मन जित्न सक्छ र भरे चाहिँ मन्त्री पड्काउनु पाइन्छ हैन, मन्त्रीसम्म बन्न पाइन्छ। यदि पार्टीमा बसेर पार्टीको प्रतिनिधित्व गरेर चुनाव जितेर आएको छ भने जतिसुकै भोट ल्याएर जिते पनि र उनले जतिसुकै जनताको चाहिँ मन जिते पनि यदि उनले पार्टी सभापतिको मन जित्न सकेन भने उनले भरे पार्टीभित्र आउने विभिन्न अवसरलाई चाहिँ गुमाउनुपर्ने हुन्छ। त्यही भएर यो सुनिता डङ्गोलले कहिले पनि पार्टीभन्दा माथि उठेर कहिले पनि सोच्न सक्दैन। काठमाडौँ महानगरपालिकाको मेयरमा कुनै पार्टीबाट नियुक्त भएको मेयर भएको भए उनले जति पनि बालेनले काम गरेको छ नि अहिले त्यति काम चाहिँ गर्न सक्दैन, किनभने जब उनले बालेनले गरेका जस्ता कामहरू सुरु गर्न थाल्छ त्यसपछि उनलाई चाहिँ माथिल्लो तहबाट, माथिल्लो नेताहरूबाट उनलाई चाहिँ दबाब आउँछ, किनभने भोटको लागि पनि उनले चाहिँ त्यस्तो कदमहरू चाल्न सकेको हुँदैन। अबको यो 84 को चुनावमा तपाईहरु सबैजनाले आफ्नो निर्वाचन क्षेत्रमा स्वतन्त्र रूपमा एउटा यदि सही मान्छे उठेको छ भने त्यसलाई सपोर्ट गर्नुहोला। कहिले पनि चाहिँ हामीले यो पार्टीको कार्यकर्ता, पार्टीको झोलेहरू उठेको छ भने उनीहरूलाई कहिले पनि सपोर्ट नगर्नुहोला। बरु भोटै हाल्न नजानु, तर यदि राम्रो मान्छे स्वतन्त्रमा उठेको छ भने स्वतन्त्रलाई नै हाल्नु र आफ्नो परिवार छरछिमेकी सबैजनालाई स्वतन्त्रमा हाल्नका लागि चाहिँ एउटा प्रोत्साहन गर्नुहोला। धन्यवाद।